नमस्कार सबैलाई। आज फेरि हामीले अर्को टपिक लिएर आइसकेको छौँ र आजको टपिकको टाइटल छ हाउ टु ह्यान्डल लुजिङ स्ट्रिक। भन्न खोजेको एउटा या दुईटा लससम्म त मान्छेले खासै त्यति चासो दिँदैन, तर जब 3, 4, 5 लगातार है फेरि 6, 7 हुँदै जान्छ अनि मान्छेको होस हवास पुग्छ। अब यो किन त, अनि ट्रेडिङमा यो हुनु कतिको नर्मल हो त, त्यो हामीले आज साइन्टिफिकल्ली डेटा अनुसार नै हेर्छौँ है त। किन भन्दा यो प्रायको के छ भने आत्तिनी बानी, एउटा दुईटा लस भइसकेपछि अब अनि उसको दिमाग भड्क्यो है। यो कारणले पनि कति ट्रेडरलाई ब्याक गरिरहेको हुन्छ। अब के हो त यो कुराहरू आज डिटेलमा बुझौँ है त। ल थ्योरीबाटै जाउँ। आजको टपिक छ हाउ टु ह्यान्डल लुजिङ स्ट्रिक। लुजिङ स्ट्रिक भनेको चाहिँ लगातार हैन, दुई वा दुईभन्दा बढी लस। हाम्रो दुई वा दुईभन्दा बढी लस भयो भने त्यसलाई हामीले के भन्छौँ, लुजिङ स्ट्रिक भन्छौँ है। अब मान्छेको के हुन्छ ल हेरौँ है यहाँ। सरी, जस्तै पहिलो ट्रेड -1 लस भयो, सेकेन्ड ट्रेड लस भयो। ल अब हजुरसँग डेटा छ कि छैन, दुईटा एउटै स्ट्र्याटेजीमा फेरि यो होइन कि सरी फरक फरक स्ट्र्याटेजीमा फेरि फरक फरक लस, त्यसको मान्यतै छैन। त्यो डेटामै नराख्नुहोस् त्यस्तो कुरा है। अहिले जुन स्ट्र्याटेजी लगाउनु भएको छ त्यसमा दुईटा लगातार लस भएको छ कि छैन त्यो एकचोटि हेर्नुहोस् है। अब मान्छेमा के हुन्छ भने जस्तै मैले कसैलाई तपाईँको विन रेट कति हो, विन रेट भनेको 100वटा त धेरै भयो, 20वटा ट्रेडमा होइन 10वटा मिल्यो भने 50% है। 20वटा ट्रेडमा 10वटा मिल्यो भने त्यो स्ट्र्याटेजीको सरी विन रेट कति छ, 50% छ भनेपछि कतिलाई त यसको एन्सरै छैन। अनि म ट्रेडर हो भन्दै हिँड्छन्। अब म ट्रेडर हो भन्दै हिँड्ने अनि उसको अब विन रेट कति, उसको स्ट्र्याटेजीको विन रेट कति हो नि थाहा छैन। त्यस्तो मान्छेलाई त लाज लाग्नुपर्ने होइन। जो मान्छेलाई आफ्नो स्ट्र्याटेजीको एउटा डेटा छैन होइन, विन रेट कति हो थाहा छैन, अनि हाम्रो विन रेट के हो थाहा छैन, अनि लस कतिवटा लुजिङ स्ट्रिकमा गएको छ म्याक्सिमम, त्यो कुरा केही पनि थाहा छैन। अनि के भन्दै हिँड्छन्, आई एम ट्रेडर। ट्रेडर हुनुभन्दा अगाडि पहिला एकचोटि भनेको ट्रेडर भन्नुभन्दा अगाडि पहिला एकचोटि मैले हल्ला सोधेँ ल विन रेट कति छ, यसको एन्सर छ कि छैन होइन। लुजिङ स्ट्रिक कतिवटा ह्यान्डल गर्नुभयो अहिलेसम्म, लगातार कतिवटा लस भएको छ, यसको एन्सर छ कि छैन। मान्छेमा यसको एन्सरै हुँदैन। किन हुँदैन भने सिम्पल होइन, मैले भनेको थिएँ भिडियो ग्याङ। अब भिडियो ग्याङ भनेको कस्तो भन्दाखेरि एउटा ट्रेड लियो अनि स्टप लस हान्यो अनि त्यो ट्रेडलाई फेरि बेचेको छैन। यहाँ हेरौँ है। अब किन त, यसको एन्सर के हो त सबैलाई थाहा छ होइन। मान्छेले एउटा ट्रेड लियो अनि स्टप लस हान्यो अनि बेच्दैन। किन त, त्यो लङ टर्ममा त प्रफिटै हुन्छ। लिनु अगाडि उसको सोच अर्कै छ। फेरि लिनु अगाडि त स्टप लसमा पनि निक्लिन्छु या यति लस मैले कभर गर्छु अनि यति टिपी भयो भने बेच्छु, जो थाहा छ उसलाई। तर जब रियल मार्केटले स्टप लस या टेक प्रफिट हान्छ अनि एक्टै गर्न सक्दैन। किन भन्दाखेरि जस्तै स्टप लस हान्यो भने कुनै न कुनै बेला त बढ्ला नि भिडियो ग्याङ। अब त्यस्तो भिडियो ग्याङको मान्छेहरूसँग न विन रेटको डेटा छ न लुजिङ स्ट्रिकको डेटा छ है। यो कति इम्पोर्टेन्ट भन्ने कुरा पनि म भन्छु, किन पनि म भन्छु होइन। दुईटा डेटा है, डेटामा
विन रेट प्लस लुजिङ स्ट्रिक, यो दुईटाको डेटा छ भने मात्र बल्ल त्यो डेटा के हो, भ्यालिड डाटा हो। तर यो फेरि के हो, मैले भनिहालेँ भेडो ग्याङसँग हुँदैन यो डाटा। किन भन्दाखेरि उसले त अब किन्यो, किनेपछि होल्ड गरेर बस्छ, बेच्दैन। अब यो फेरि मैले भन्ने यो सधैँ भन्नै रहेको हुन्छु होइन, जस्तै तपाईँ फन्डामेन्टल हो 10 वर्षलाई होल्ड गरेको भने त्यस्तो मान्छेलाई मैले भनेको होइन। म चाहिँ जो ट्रेडर हुन्छु भनेर आउने, अनि फेरि महिनाको त महिनाको नभने क्वार्टरली, नेपालमा क्वार्टरली 10 to 20% को एक्सपेक्ट गर्ने रिटर्न, अनि स्टप लस हानेपछि बेच्न नसक्ने, टेक प्रफिट हान्दा पनि झन् पर्दैन बेच्न नसक्ने, त्यस्तो मान्छे के हुन्छ एक्सपेक्टेड रिटर्न 10 to 20% पर क्वार्टर। तपाईको यदि 10 to 20% रिटर्न पर क्वार्टर छ भने तपाईँ ट्रेडर हो। र जो मान्छेको यो लक्ष्य हुन्छ अनि स्टप लस हानेपछि ट्रेड बेच्दैन हो, त्यस्तो मान्छे चाहिँ भेडो ग्याङ हो, भेडो ग्याङको एउटा मेम्बर हो हैन। कतिलाई त यो मलाई नै भनेको होला जस्तो लाग्ला, किन लाग्छ भन्दाखेरि यो प्राय मान्छे त्यही अब यही भेडो ग्याङमै पर्छ। त्यही भएर मैले पहिलेदेखि नै भन्दै आएको छु, यो रिस्क सधैँ हुन्छ हजुरलाई हैन, भेडो ग्याङमा छिर्ने रिस्क। किन भन्दाखेरि अलिकति धेरै रिस्क लिएर ट्रेड लिनु भएको छ अनि स्टप लस छोयो भने त्यो त अगाडि जति कमाउनु न, लाखलाई करोड बनाउनु, करोडलाई अरब बनाउनु, तर अलिकति चाहिने भन्दा अलिकति एज युजुअल भन्दा धेरै रिस्क छ भने र त्यसले स्टप लस हाने त बेच्न त सकिँदैन नि त। भनेपछिहरूले लाखबाट करोड कमाए पनि त्यो एउटा ट्रेडले हल्ला के गरिदियो, भेडो मेम्बरमा ल्याएर राख्थ्यो। भेडो मेम्बरमा ल्याएर राखेपछि सबभन्दा मार्केटलाई सजिलो लात हान्ने मान्छेहरू भनेको भेडो ग्याङको मेम्बर हो है। त्यही भएर यो शब्द नै मैले युज गर्नु परेको कारण त्यो के अरे मार्केटको लागि फेभरेट हो यिनीहरू। यिनीहरूले मार्केटमा लिक्विडिटी प्रोभाइड गर्छन् हैन, यिनीहरूको अलिकति इमोसनल कन्ट्रोल हुँदैन हैन, आफू ट्रेडर भन्दै आउने, व्यवहार चाहिँ पशुको गर्ने भनेको इमोसनल डिसिजन के पशुको भनेको। त्यस्तोलाई चाहिँ मार्केटले के हुन्छ, उसको पैसा तान्ने अनि लात हानेर फाल्ने, मार्केटको लागि सबभन्दा फेभरेट व्यक्तिहरू हैन। त्यही भएर त्यस्तोमा चाहिँ आफू परिएको छ कि छैन त्यो चाहिँ सधैँ ख्याल गरौँ हैन। त्यसको लागि के चाहियो, डेटा चाहियो। डेटामा अनि दुईटा कुरा हैन, डेटाको यो फेरि डेटाको होल रिजल्ट है, यो चाहिँ एटलिस्ट 20वटा 20 ट्रेड एटलिस्ट है, यो चाहिँ हरेक 20वटा ट्रेडमा यसको हजुरले रिफाइन गर्न पर्छ। रिफाइन भनेको के, विन रेट कति पर्सेन्टेज थियो 20वटामा, पछिको 20वटामा कति पर्सेन्टेज भयो भनेको 20वटा निर्धारित कतिवटा मिल्यो हैन। 10 भन्दा थोरै मिल्यो भने 50% भन्दा थोरै भयो, 10 भन्दा धेरै मिल्यो भने 50% भन्दा धेरै भयो। कति छ त विन रेट 20वटामा हैन। लुजिङ स्ट्रिक भनेको पहिलो 20वटामा लगातार कतिवटा गएको थियो, 3टा 4वटा 5वटा कतिवटा गएको थियो, अनि पछिल्लो 20वटा ट्रेडमा कतिवटा गयो। यो चाहिँ हरेक 20वटा ट्रेडमा के गर्न पर्छ, रिफाइन अपडेट, हरेक 20वटा ट्रेडमा अपडेट गर्नुपर्छ। यसको लागि पनि डेटा इम्पोर्टेन्ट हो, जोरनल इम्पोर्टेन्ट हो। जोरनलको त मैले 2टा भिडियो बनाइसकेँ, किन भन्दा यस्ता कुराहरू यी सबै जोरनलबाट थाहा हुने हो हैन। अब हेरौँ यहाँ, अब अर्को कुरा गरौँ, जस्तै सिम्पल एक्जाम्पल है। अब तपाईँहरूलाई के लाग्छ भने लुजिङ स्ट्रिक यस्तो 2टा 3टा लस भयो भने त त्यो स्ट्राटेजी नै खत्तम हो कि हैन। धेरैको मान्छेमा लाग्छ ट्रेडर बन्न नसक्ने एउटा मेन है, यो चाहिँ मेन डबल अन्डरलाइन गर्छु, मेन कारण के हो, लस ह्यान्डल गर्न नसक्ने, एकदम बुझौँ है, लस ह्यान्डल गर्न नसक्ने अनि एसटिपी सिफ्ट गर्ने। के हो यो एसटिपी भनेको हैन, यो चाहिँ सधैँ सम्झिउँ है। यो चाहिँ हजुरलाई सम्झिनुहुन्छ नि त, मैले सर्ट फर्ममा लेखेको। यस भनेको के, स्ट्र्याटेजी, टी भनेको टाइम,
ल हैन सरी ल यस भनेको स्ट्र्याटेजी, टी भनेको टाइम फ्रेम, पी भनेको पियर्स है। अब नेपालमा सेक्टर भनौँ ल यो के हो त यो भन्ने खोजेको हेरौँ है। ट्रेडर बन्न नसक्ने एउटा मेन कारण, मुख्य कारण एकदम दिमागमा राखौँ, लेखेर राखौँ यो है। लस ह्यान्डल गर्न नसक्ने अनि एसटिपी सिफ्ट गर्ने भनेको स्ट्र्याटेजी सिफ्ट गर्ने। लस आउन थालेपछि एक नम्बरमा मान्छेको ध्यान कहाँ जान्छ, स्ट्र्याटेजी सिफ्ट गर्नुतिर लाग्छ। त्यो मान्छे ट्रेडर कहिले पनि भन्दैन। तपाईँले भने कोही मान्छेलाई 3 वर्ष लाग्यो, कसैलाई 4 वर्ष लाग्यो, कसैलाई 5 वर्ष लाग्यो, म पर्सनली मलाई 6 वर्ष लाग्यो हैन। कोही अलिकति छिटो हुन्छ, कोही ढिलो हुन्छ, म अलिक ढिलो हुनेमा परेँ, त्यसमा मलाई केही पनि आपत्ति छैन है। किन भन्दाखेरि मेन कारण, हरेक ट्रेडरको मेन कारण लस आयो, लुजिङ स्ट्रिक आयो अनि स्ट्र्याटेजी सिफ्ट गर्नतिर लाग्ने अनि टाइम फ्रेम सिफ्टतिर लाग्ने। जस्तै अहिले नेप्से दिल्लीमा हेर्नु भएको छ भने ओहो दिल्ली त अलिक धेरै सर्ट टाइम फ्रेम भयो क्या, म अब विकलीमा जान्छु भनेर विकली सिफ्ट हुने, मन्थली सिफ्ट हुने। अनि कारण चाहिँ के भन्दाखेरि दिल्लीमा मेरो लुजिङ स्ट्रिक आयो। अब के विकलीमा आउँदैन त मान्छेको, मन्थलीमा आउँदैन। आजसम्म लुजिङ स्ट्रिक नआएको ट्रेडर छैन त? यो पहिला क्वेसन गरौँ सिफ्ट हुनुभन्दा अगाडि। पियर भनेको के भन्दाखेरि अब जस्तै नेपालमा सेक्टर, जस्तै अब मानौँ तपाईँले माइक्रो फाइनेन्स या नेपाललाई के अरे यो लाइफ इन्सुरेन्सको ट्रेडहरू लिइरहनु भएको थियो। त्यसमा नि हजुर के भयो, लुजिङ स्ट्रिक आयो है। लाइफ इन्सुरेन्सको योले पनि बिग्रियो, योले पनि बिग्रियो, अनि के गर्ने, त्यसलाई नहेर्ने, सेक्टर सिफ्ट हुने। अनि लुजिङ स्ट्रिक आएर हजुर चाहे सेक्टर सिफ्ट हुनु, चाहे टाइम फ्रेम सिफ्ट हुनु, चाहे स्ट्र्याटेजी सिफ्ट हुनु, यो हाम्रो सोलुसन होइन। यो साइकलमा फस्नु भयो भने 3 वर्ष लाग्न सक्छ, 4 वर्ष लाग्न सक्छ, 6 वर्ष लाग्न सक्छ। कि 6 वर्षपछि ट्रेडर भएको मान्छेले, जस्तै म 6 वर्ष ट्रेडर, के मैले खतरा कुरा पत्ता लगाएको जुन चाहिँ मैले 6 वर्षसम्म पत्ता नलागेको भन्ने हो त? मैले जुन स्ट्र्याटेजी युज गर्छु हैन ट्रेडिङ गर्दाखेरि, त्यो मैले लगभग तपाईँको पहिलो इयर, फर्स्ट इयर अफ ट्रेडिङ, यसमा मैले थाहा पाइसकेको थिएँ, जानिसकेको थिएँ त्यो स्ट्र्याटेजी हैन। त्यसलाई अलिकति मैले रिफाइन गरेर पछि लगाएको। मैले कुनै त 6 वर्षपछि एउटा खतरा स्ट्र्याटेजी मलाई कसैले भन्दै या मैले नेटबाट खोजेर भेटेर अनि 6 वर्षपछि म प्रफिटेबल हुन थालेको होइन। त्यो कुरा चाहिँ क्लियर हुनु फेरि हैन। त्यो कसैको 3 वर्षपछि भयो भन्छ, कसैले 4 वर्षपछि भयो भन्छ, के हो प्रब्लम? यही हो, यही लस ह्यान्डलै गर्न सक्ने। दुईटा लस आयो, कि स्ट्र्याटेजी उसलाई फेर्न पर्छ, कि टाइम फ्रेमै फेर्न पर्छ, कि सेक्टर या पेयरहरू फेर्न पर्छ। अनि यो साइकलमा घुम्याछ, एकचोटि डेली गर्छ, 2-3टा ट्रेड मिल्छ, अनि 2-3टा ट्रेड लगातार लस हुन्छ, अनि विकलीमा जान्छ, 2-3टा फेरि मिल्छ, अनि त्यसो फेरि 2-3टा बिग्रिन्छ, अनि मन्थलीमा जान्छ, अनि भएन भने फेरि के गर्छ, डेलीमा आउँछ। त्यो एउटा हाइन्डसाइड बायस भन्छ क्या। आफूले जे गरेको छैन त्यो कुरा चाहिँ कति मिलेको जस्तो देखिन्छ कि। तपाईँले विकली चार्ट ट्रेड गर्नु, अनि विकली चार्टमा 2टा ट्रेड बिग्रियो, लुजिङ स्ट्रिक आयो 2टा ट्रेडको, अनि त्यो बिचमा डेली चाहिँ हेर्नु त, डेलीको गरेको के हुन्थ्यो, एक टु जेड सबै मिलेको देखिन्थ्यो कि। सेम कुरा मन्थलीको गर्नु, अनि 2टा हजुरको लुजिङ स्ट्रिक आयो, लुजिङ स्ट्रिक जुन टाइममा आएको थियो त्यो टाइममा एकचोटि विकली चार्ट लगाएर एकचोटि अगाडिबाट हेर्नु त, सबै मिलेको देखिन्छ कि। हाइन्डसाइड बायस भन्छ यसलाई। आफूले गरेको रियालिटी अर्को छ, नगरेको कुरा चाहिँ देखिन थाल्छ, दिमागले भड्काउन खोज्छ। दिमागलाई त लस मन पर्दैन, लस भनेको दिमागलाई नेगेटिभ हो, यसले त बचाउन खोज्छ, अनि मान्छे के गर्छ, यो साइकलमा, यो सिफ्ट हुने साइकलमा फस्छ। यसबाट निक्लिनलाई कसैलाई 2 वर्ष लाग्छ, कसैलाई 3 वर्ष लाग्छ, अब म जस्तोलाई 6 वर्ष लाग्यो, कसैलाई 10 वर्ष लाग्ला। त्यो भनेको अरू केही पनि होइन हैन। म 9-10 वर्ष एक्सपिरियन्स भएको मान्छेले भनेको छु, यो कुरा टिपेर राख्नुहोस्, लेखेर राख्नुहोस्। म यहाँ हावा गफ दिन आएको होइन, म जे हो रियल त्यो फ्याक्ट दिन आएको हैन। कोही मान्छे 6 वर्षपछि ट्रेडर भएको छ भने उसले खतरा कुरो स्ट्र्याटेजी पत्ता लगाएर या खतरा अहिलेसम्म नसुनेको कुरा पत्ता लगाएर होइन। तपाईँको हरेक ट्रेडर, हरेक पछिको जो प्रफिटेबल ट्रेडर छ, चाहे त्यो 3 वर्षपछि होस्, चाहे 4 वर्षपछि होस्, हरेक ट्रेडरले सुरुको 1 वर्षमा उसले खोजेको चिज पाइसक्यो, उसको त क्यारेक्टरले भेटिसक्यो हुन्छ। तर जस्ट के हो, उसलाई त्यो युज गर्नलाई
टाइम लाग्ने हो। त्यही सुरुको वर्ष थाहा पाएको चिजलाई युज गर्नलाई कसैलाई 3 वर्ष लाग्छ, कसैलाई 4 वर्ष लाग्छ, कसैलाई 5, 6, 7 हेरेर हुन्छ, मान्छे हुन्छ है। कतिको फड्को मार्न सकिन्छ हामी। अब म 6 वर्षसम्म के गरेँ, सिफ्ट गर्दै बस्थेँ, लस ह्यान्डलै गर्न सक्ने। अनि मलाई धेरै कुराले चेन्ज गरेको छ। जस्तै एउटा कुरा के हैन, मलाई एकदम राम्रो एक्जाम्पलहरू के, जस्तै नेपालको चाहिँ मलाई त्यति थाहा छैन, मलाई विदेशको थाहा छ यो कुराहरू चाहिँ। कुनै एउटा ब्याङ्कको सिइओ, एकदम पर्फेक्ट एक्जाम्पल है यो चाहिँ। ब्याङ्कको सिइओको पोस्ट के भयो, भ्याकेन्ट भनेको पोस्ट खाली भनेर कुनै एउटा ब्याङ्कको चाहिँ भ्याकेन्सी आयो। अब इमेजिन गर्नुहोस् है, उसको के हुन्छ, सबै रिक्वायरमेन्ट क्राइटेरियाहरू मेन जो बोस छ, पोस्टले इन्टरभ्यू नलिँदै उसको क्राइटेरियाहरू पुऱ्याइसकेको हुनुपर्छ। भनेको कति वर्षको एक्सपिरियन्स चाहिने हो ब्याङ्कको सिइओ बन्नलाई हैन, ब्याङ्किङ इन्डस्ट्रीमा यति वर्षको एक्सपिरियन्स भन्ने हुन्छ, अनि कति पढाइ चाहिने हो हैन, अनि कति वर्ष कता कुन प्रोजेक्टमा काम गरेको हुनुपर्ने हो। यी सबै क्राइटेरियाहरूको उसले डकुमेन्ट पठाइसकेको हुन्छ। अनि त्यो एप्रुभ भइसकेपछि मात्रै ऊ अनि इन्टरभ्यूको लागि जाने हो। अब विचार गर्नु, कहिले सोच्नु भएको छ हजुर हामी त के छ शान्तिले इन्टरभ्यू लिँदै बसिया छ, यो ठुल्ठुलोले कस्तो इन्टरभ्यू लिन्छ के लिन्छ त्यो त दिमागै जाँदैन हैन। ल सोच्नुहोस् हजुरले, अब क्राइटेरिया पुऱ्याइसकेपछि एप्रुभ भयो इन्टरभ्यूमा, अब इन्टरभ्यूमा के सोध्छ त ब्याङ्कको सिइओलाई, तपाईँको कुन ब्याङ्कमा एक्सपिरियन्स छ भनेर सोध्छ? त्यो त उसलाई थाहा भइसक्यो, उसले डकुमेन्ट त नपठाएको नि एप्रुभै हुँदैन। यति 10 वर्षको एक्सपिरियन्स चाहिन्छ या 5 वर्षको चाहिन्छ भन्ने कुराहरू। अब के कति पढ्नुभयो भनेर सोध्छ, कति जिपिए ल्याउनु भनेर सोध्छ, त्यो कुरा त सबै उसको डकुमेन्टमा भइसक्यो। अनि एउटा ब्याङ्कको सिइओलाई के हुन्छ त क्वेसन बोसले सोध्ने, ल दिमागमा लाउनुहोस् है, बोसले सिइओलाई सोध्ने क्वेसन के हुन्छ? यो कुरा एक्चुअली सोच्नुहोस् आफै पनि, मैले भन्नुभन्दा अगाडि। जज किनले गर्छ क्वेसन त सोध्ला धेरै, जज किनले गर्छ? जज गर्ने क्वेसन एउटा मात्रै हुन्छ। तपाईले ल यो लेखेर राख्नुहोस्, आजसम्म सबभन्दा ठुलो लस कति बेहोर्नु भयो र त्यो लसलाई कसरी ह्यान्डल गर्नु भयो? यो क्वेसन लेखेर राख्नुहोस्। किन भन्दा यो क्वेसन कति इम्पोर्टेन्ट छ। तपाईले आजसम्म सबभन्दा ठुलो लस कति गर्नु भयो, बेहोर्नु भयो र त्यो लसलाई कसरी ह्यान्डल गर्नु भयो? त्यो मान्छेलाई सिइओमा हायर गर्ने कि नगर्ने यो क्वेसनले डिसाइड गर्छ। इमेजिन गर्नुहोस्, एउटा ब्याङ्कको सिइओ हुन गएको छ, उसलाई आजसम्म स्ट्रगलै बेहोर्नु परेको छैन भनेको त कुनै लसै, त्यो ब्याङ्क आजसम्म लसमै गएको छैन, उसले लसै बेहोर्नु परेको छैन। त्यस्तो सिइओले भोलि गएर रिसेसन आइदियो, मन्दी आइदियो, आर्थिक मन्दी आइदियो हैन, ब्याङ्कहरू उलटपुलट भयो, त्यो बेला कसरी ह्यान्डल गर्छ? उसको एक्सपिरियन्सै छैन लसको। हो चाहिने जति ठुलो पोस्ट भयो हैन, त्यो पोस्टमा ब्याङ्कको सिइओ त एक्जाम्पल मात्र, हरेक ठुलो पोस्टमा त्यो मान्छेको स्ट्रगल, त्यो मान्छेको लस त्यो फिल्डमा है, फेरि पर्सनल लाइफको स्ट्रगल आफ्नो ठाउँमा छ। त्यो फिल्ड जस्तै ब्याङ्कको सिइओ हुन गएको छ भने ब्याङ्कमा उसले कस्तो स्ट्रगल गर्यो, कस्तो लस बेहोर्यो त्यो ब्याङ्कले उसको पालामा, अनि उसले कसरी ब्याङ्कलाई उठायो, त्यो कुरो इम्पोर्टेन्ट छ। फेरि अब ब्याङ्कलाई लस भयो अनि त्यो पछि जागिर सिफ्ट हुन आएको भने त्यस्तो मान्छेले राख्न पनि हुँदैन। त्यो ब्याङ्क लसमा जान पर्यो उसको पालामा, अनि उसले त्यो ब्याङ्कलाई उठाएको हुनु पर्यो। अब यो जुनै पनि कम्पनी, यो ब्याङ्क छोडेर अरू जुनै कम्पनी लगाउनुहोस्, यदि खतरा एकदम हैन टप लेभलको पोजिसनमा जान छ भने, ल यो कुरो मैले किन गरेँ हैन भनेपछि तपाईलाई ट्रेडर हुनुभयो हैन, 5 वर्षपछि आफूलाई खतरा ट्रेडर भएको देख्नुहुन्छ, अनि तपाईसँग यसको एन्सर हैन सेम यही एन्सर। ल यो अब यो भनेको अघि नै मैले ब्याङ्क भने, अब ट्रेडर हैन, तपाईले आजसम्म सबभन्दा ठुलो लस कति बेहोर्नु भयो र त्यो लसलाई कसरी ह्यान्डल गर्नु भयो? अब यहाँ सबभन्दा ठुलो लसको साथमा
सबभन्दा धेरै भनौँ, धेरै भनेको चाहिँ यो लुजिङ स्ट्रिक है। धेरै लस कतिसम्म बिहोर्नु भयो, कतिवटासम्म होइन, कतिवटा बिहोर्नु भयो भनेको 5 वटा लगातार लस बिहोर्नु भयो कि 10 वटा बिहोर्नु भयो कि 15 वटा बिहोर्नु भयो कि, अनि त्यो लसलाई कसरी ह्यान्डल गर्नुभयो। रियल ट्रेडरसँग यो क्वेसनको पर्फेक्ट एन्सर हुन्छ। तपाईँलाई त के छ, एउटा लस भइदियोस् त, गयो होस्, हवासै उड्यो। दुईटा भएपछि त अब यो मार्केट मलाई डुबाउनलाई बनेको भन्यो, अनि आफ्नो स्ट्राटेजी त्यो खोलामा लगेर बगाए, अनि नयाँ कुरा खोज्न हिँड्यो मार्केटमा। बुद्धि, मान्छेको बुद्धि। एउटा स्ट्राटेजीले दुईटा लस दियो, अनि त्यो स्ट्राटेजी छोडेर अर्को स्ट्राटेजी खोज्न हिँडेर त्यो स्ट्राटेजी चाहिँ के कहिल्यै दुईटा लसै दिँदैन त। अब त्यो खोज्न चाहिँ के हिँडे, त्यो पहिला क्लियर हुनु पर्यो नि आफूलाई। त्यही स्ट्राटेजीमा बसेर त्यही लुजिङ स्ट्रिक ह्यान्डल गरेर त्यही स्ट्राटेजीबाट उठाउनु भयो भने, सुन्नु होइन, तपाईँको के हो भने सिम्पल के, जबसम्म लुजिङ स्ट्रिक जुन स्ट्राटेजीबाट आयो त्यही स्ट्राटेजीले लस उठाउन नसकुन्जेल हजुर कहिल्यै ट्रेडर बन्न सक्नुहुन्न। एकदम टिपेर राख्नुहोस्। जबसम्म लुजिङ स्ट्रिक जुन स्ट्राटेजीबाट आयो, लुज गरेको स्ट्राटेजी, त्यही स्ट्राटेजीले लस उठाउन नसकुन्जेल हजुर कहिल्यै ट्रेडर भन्न सक्नुहुन्न। अब कति वर्ष लस गर्ने हो गर्नुहोस् आफै, अब कुन स्ट्राटेजी खोज्दै हिँड्नुहोस् होइन। मार्केटमा हजुरहरूलाई चिन्नुहुन्नला यस्तो यस्तो मान्छे छन् जसले 15-20 वर्षसम्म मार्केटमा लागेर पनि नसकेका स्टोरीहरू थुप्रै छन्। यो होइन कि हजुर अब लाग्नुभयो ट्रेड गर्न थाल्नुभयो जसै ट्रेड बन्छु अनि भन्ने त्यो त हुँदै हुँदैन। त्यो त त्यही त कति हो चान्स, यसो विचार सक्सेसफुल ट्रेडर कति छ, 10% हो कि चान्स। 20 वर्षसम्म ट्रेडिङ फिल्डमा लागेर नकमाइकन निक्लिने चान्स 90% छ, कमाउने चान्स 10% छ। टाइमले हुनेवाला केही पनि छैन, हुनेवाला कुराहरू यहाँ छ नि हैन। तपाईँको जबसम्म दिमाग ठिक गर्नुहुन्न तबसम्म बाहिर अरू स्ट्राटेजी खोजेर केही पनि हुँदैन। ल यो कुराहरू अझै साइन्टिफिकल्ली हेरौँ है। यहाँनिर मैले रेडी बनाएर राखेको छु। यो 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 चार्टलाई स्क्रिनसट गर्ने, यो गुगलमा पनि भेटिन्छ भेट्नलाई। 100 वटा ट्रेडको है, यो 100 ट्रेड सिक्वेन्स लेखेको छ। 100 वटा ट्रेडको के हो त हैन। तपाईँको यदि विन रेट ल 5% छ भने 100 वटा ट्रेडमा 10 वटा लगातार है, यो एउटा दुईटा तीनटा चार पाँच छ सात आठ नौ 10 वटा ट्रेड 100 वटा ट्रेडमा 10 वटा ट्रेड लुज हुने चान्स 100% भनेको इजिली 10 वटा 1 2 3 4 इजिली हुन्छ हैन। 5% यदि विन रेट छ भने अब मानौँ त यो विन रेट भनेको बुझौँ है। जस्तै 35 भनेको 100 वटामा हैन, जस्ट 10 वटा ट्रेड लिँदाखेरि 3.5 भनेको 3टा मिल्नु, 30 भनेको 40 भनेको 4वटा मिल्नु, त्यो हो है विन रेट भनेको है। अनि जस्तै तपाईँको सिम्पल ल 35% विनिङ रेट छ भने हैन, यहाँ हेरौँ 7 वटा ट्रेड बिग्रिने चान्स, 6 वटा ट्रेड त 100% हो। एउटा दुईटा तीन चार पाँच 6 वटा लगातार 6 वटा बिग्रिने त 100% हो। 7 वटा बिग्रिने पनि के छ 99% छ भनेको 100 वटा ट्रेडमा लगातार 7 वटा बिग्रिन्छ है, 35% छ भने पनि। ल हेरौँ है, अझ तल जाऊँ हैन। 35 त थोरै लाग्ला, 50 भन्दा माथि नै जाऊँ र 55 जाऊँ। हजुरको यदि 55 छ, 55% छ भनेको 10 वटामा लगभग 5-6 वटा मिल्छ है। 60 मै जाउँ सही हुन्छ। 60 भनेको 10 मा 6 वटा मिल्छ। ल हेरौँ यो हैन। जस्तै 60% छ, हजुरको यदि विन रेट 60% हो हैन, अनि यहाँ हेरौँ 4 वटा लस हुने चान्स भनेको हाम्रो के छ 92% भनेको इजिली 4 वटा त 90% माथि छ। 5 वटा लस हुने चान्स भनेको 63% छ भनेको 63 भनेको नि राम्रो चान्स हो। तपाईको 60% विनिङ रेट छ तर 5 वटा लस चाहिँ बिग्रिने
फेरि 5 वटा ट्रेड चाहिँ बिग्रिने लगातार यो चान्स भनेको हाम्रो 63% छ। 6 वटा बिग्रिने 32% छ। इभन ल 10 वटा बिग्रिने 1% छ के भनेको 60% विनिङ रेट छ। तर 10 वटा लगातार बिग्रिन सक्छ 100 वटामा 10 वटा लगातार कहिले इमेजिन गर्न सक्नुहुन्छ हजुरले हैन कुनै स्ट्र्याटेजी हजुरले आजसम्म 10 वटा लगातार बिग्रेर त्यही स्ट्र्याटेजीमा टिकेर उठाएको रेकर्ड छ त यो त प्राय ट्रेडरसँग हुँदैन प्राय हैन 99% सँग हुँदैन यो 10 वटा त एटलिस्ट 5 वटा त हुँदैन दुईटामै उड्छ दिमाग दुईटा त ल हेर नि तपाईको 75% छ विनिङ रेट 75% भनेको लगभग 10 मा 8 वटा मिल्छ जम्मा दुईटा मात्र बिग्रिन्छ 10 वटा ट्रेड लिँदा र पनि तपाईको दुईटा बिग्रिने चान्स त 100% छ भनेको दुईटा त बिग्रिन्छ नि 100 वटा ट्रेडमा लगातार दुईटा तीनटा बिग्रिने चान्स 80% छ 79 भनेको 80% हैन अनि तपाईको ल हेर यहाँ 7 वटा 10 वटामा लगभग तपाईको 8 वटा मिल्छ त्यस्तोमा 100 वटा ट्रेड लिँदाखेरि लगातार 7 वटा बिग्रिने पनि 1% चान्स छ के मान्छे विचार गरौँ त जुन स्ट्र्याटेजीले हजुरलाई 10 वटामा 8 वटा मिलाइराको थियो त्यो स्ट्र्याटेजीमा 7 वटा लगातार लस आयो भने त्यो स्ट्र्याटेजीले टिकाउन सक्नुहुन्छ त जबकि चान्स के छ 1% छ भनेको चान्स छ ल विचार गरौँ अब हजुरको विनिङ रेट कति छ हैन लुजिङ स्ट्रिक भनेको इनेभिटेबल भनेको के हो मार्केटमा हजुरले जसै पनि यो चार्टसँग जबसम्म डिल गर्न सक्नुहुन्न तबसम्म हजुर कहिल्यै प्रफिटेबल ट्रेडर सपनामा पनि नसोच्नु सपनामा पनि लुजिङ स्ट्रिकहरुले ह्यान्डल गर्नु भएको छैन भने हैन सिम्पल मैले भन्दाखेरि तपाई के हुनु पर्यो हैन विनिङ रेट 50 भन्दा माथि हुनु पर्यो अनि 5 वटा ट्रेड चाहिँ लुजिङ स्ट्रिक यो दुईटा यदि हजुरसँग दुईटा यो दुईटाको डेटा छैन भने कहिल्यै ट्रेडर भन्नु नगर्नु त कमाए पनि सर्टेन फेज कमाउने पछि धोतिने टोपी बनाइन्छ मार्केटले किनकि तपाई 50% विन रेट चाहियो अनि 5 वटा ट्रेडको लुजिङ स्ट्रिकहरुले डिल गरेको हुनु पर्यो भनेको लगातार 5 वटा बिग्रेको हुनु पर्यो त्यही स्ट्र्याटेजी युज गरेर अनि पछि त्यही स्ट्र्याटेजी फेरि हल्ला उठाएको हुनु पर्यो यो एक्सपिरियन्स जबसम्म हजुरलाई आउँदैन तबसम्म म ट्रेडर भन्दै हिँड्न चाहिँ नहिँड्नुस् त्यो लाज लाग्नुपर्छ हल्ला यदि हजुरसँग के छ 5 वटा ट्रेड मैले लुजिङ स्ट्रिक 5 वटा ट्रेडको गरेँ अनि त्यही स्ट्र्याटेजीले फेरि उठाएँ र मेरो विन रेट चाहिँ 50% माइस छ जबसम्म यो हजुरको डेटाले हल्ला भन्दैन तबसम्म बाहिर म ट्रेडर हो भन्दै नहिँड्नुस् त्यो दुनिया आउँछन् ट्रेडर है म पैसा कमाउँछु ट्रेडर हुन्छु ट्रेडर हुनुभन्दा अगाडि मान्छेले के सोध्छ दुनियाको त सबभन्दा म त सब यो दुनिया भन्दा म खतरा हो म त एक्सेप्सनल हो युनिक हो मार्केटमा आएपछि 3 लाख खाएपछि थाहा हुन्छ त मान्छे युनिक हो कि हो छिरी त सबै यही माइन्डसेट लियो तर डेटाले जबसम्म यो हल्ला दिएको छैन तबसम्म ट्रेडर भन्दै नहिँड्नुस् यो भनेको जस्ट हजुर के हो फुटबल खेल्न जान सक्नुहुन्थ्यो भलिबल खेल्न जान सक्नुहुन्थ्यो त्यो ट्रेडिङमा छेरेर ट्राई गर्दै हुनुहुन्छ यो नभएर यसले छुटाएर भोलि अर्को फिल्ड सम्म सक्नुहुन्छ अहिले रियल ट्रेडर त को हो जोसँग यो डेटा हुन्छ यसको एन्सर हुन्छ यो भन्न सक्छ 5 वटा ट्रेड मैले लुजिङ स्ट्रिक गरेँ अनि त्यही स्ट्र्याटेजीले मैले उठाएँ मेरो एकाउन्टको ब्यालेन्स र मेरो विन रेट 50% माइस छ यो भन्दा अगाडिको ट्रेडर भनेको जस्ट टेस्ट गर्न आएको कोही फुटबल खेल्न जान्थ्यो फुटबल खेल्न नसकेर नाच्न जान्थ्यो होला नाच्न नसकेर अर्को सब्जेक्ट लिएर पढेर अनि त्यता जारी खान्थ्यो यो पनि त्यही हो हजुरको पारा अब अरूहरू केही गर्दै हुनुहुन्छ हैन यसमा नि हुन्छ कि भनेर टेस्ट गर्न आउनु भएको मार्केट लात हान्दैछ सक्यो त्यही भएर यो डेटा नहुन्जेलसम्म म ट्रेडर हो नभन्नुस् त्यति इम्पोर्टेन्ट लुजिङ स्ट्रिक ल हेर हैन पछि गएर खतरा ट्रेडर भइसकेपछि इन्टरभ्यु दिन पर्यो भने क्वेशन यही आउँछ के कतिवटा लुजिङ स्ट्रिकको डिल गर्नुभयो न दुईटा हुँदाखेरि होस उडेको मान्छेको ट्रेडर बन्छु भन्दै हिँडेको अनि पछि इन्टरभ्युमा यस्तो क्वेसन आउँछ अनि कसरी डिल गर्ने एक त त्यो इन्टरभ्युसँग लेभल पुग्दैन त दुईटा लसले होस उड्ने मान्छेको त त्यो त कहाँ हो है त्यही भएर यो कुराहरू चाहिँ एकदम आज गरेको कुराहरू एकदम इम्पोर्टेन्ट छ लुजिङ स्ट्रिक
प्रे गर्नुहोस्, पूजा गर्नुहोस्, यो स्ट्राटेजीले मलाई लुजिङ स्ट्रिक आइदियोस् भनेर। अनि त्यसपछि के हुन्छ, लुजिङ स्ट्रिक आइसकेपछि त्यही स्ट्राटेजी उठाउनु भयो भने हजुर रियल ट्रेडर सक्यो। तर 2टा या 3टा लस भएपछि त मान्छेको होस हवास उड्यो। मैले भने एसटिपी स्ट्राटेजी चेन्ज गर्न, टाइम फ्रेम चेन्ज गर्न, पेयर चेन्ज गर्न, स्टक के सेक्टरहरू त्यतिर लाग्छन्। यता स्ट्राटेजीको यो लुजिङ स्ट्रिकको यो साइन्टिफिक अघि मैले चार्ट देखाएँ, त्यसको त कसलाई के थाहा छ र। अनि त्यो त डिले गर्नु छैन, त्यो डिल नगरिकन खतरा बन्छु भन्दै हिँडेको छ। युद्ध गर्न हिँडेको मान्छे अनि यति हात अलिकति काटेर फर्केर आएपछि त्यसले युद्ध जित्छ त्यस्तो मान्छे। अनि गर्दन गए जाओस्, हात गए जाओस्, खुट्टा गए जाओस् भनेर पो बल्ल युद्धमा जाने हो त हैन। अब त्यही हो तपाईँको ट्रेडिङ फिल्ड भनेको युद्धको फिल्ड हो। अनि गयो छुस्छ एउटा यहाँ चिस्स अलिकति काट्छ अनि अलिकति रगत आउँछ अनि भाग्यो, अर्को हतियार खोज्न के। हतियारले हुन्छ त अब युद्धमा गएपछि काट्दैन। त्यो नकाटिकन सकुशल भएर आजसम्म युद्धमा जितेर कोही फर्केको छ? ठुल्ठुलै त्यो योद्धाहरू हेर्नुहोस्, उनीहरूको स्कार्सहरू हुँदैन। आर्मीहरू हजुर घर छिमेकमा होलान्, यदि खतरै आर्मीहरू, आर्मी त खोइ नेपालमा के कस्तो छ, नभए कोही रिटायर भएको कोही उहरूको हेर्नुहोस्, कसैको बन्दुक यहाँबाट गरे यति भागै हुँदैन, कसैको के हुँदैन, स्कार नभइकन मान्छे खतरा बन्छ। अनि तपाईँलाई त्यो ट्रेडिङमा चाहिएको छैन फेरि, तर खतरा बन्न छ। अनि यही सोचले अनि फेरि मैले भनिहालेँ मार्केटले लात हानेर फालिदिन्छ। त्यसकारण प्रे गर्नुहोस् लुजिङ स्ट्रिक आओस् अनि त्यसलाई त्यही स्ट्राटेजीले डिल गरेर माथि उठ्नुहोस्। अनि हजुर के भयो, योद्धा। त्यो पछि बल्ल रियल ट्रेडर भयो। ल यति भन्दै आजको ट्रेडिङ सेसन यही सकौँ है त। ल धन्यवाद।